कस्तो चाहिँ छोरा जन्मायो बाँदर जस्तो। मैले एक्लै जन्माएको होइन क्या रे। मालती त्यो पैसा जस्तै भाग्यमानी हुन पाए त म पनि कति चाँजोमा बस्थेँ अघि। तेरी नमुरा तक्लु तेरी बुढीकोमा गएर घुस्न। मलाई तपाईँ इन्स्टा चलाउनुहुन्छ अनि तपाईँ फेसबुक पनि चलाउनुहुन्छ होइन? अनि दुई औँलाले म सबै कुरा चलाउँछु। समझ रहे हो? ए भेना किन हो माइली? हेर न आज पनि बाख्राले बोका खोज्यो कि भ्याउँछौ र। हात्ती जस्तो साललाई देख्नु भएन? के भयो आँखा? भेनासँग त्यसरी जिस्किने हो? ए त्यसो भए लाने हो त मलाई कान्छी बनाउन। अर्को साल त यत्रो घोडे छोरो जन्माइदिन्छु। महिलाको त्यो कुन अङ्ग हो जुन हामी खान्छौँ? समझ रहे हो? हामी खान्छौँ दिमाग। बहिनीले भनेपछि त ज्यानबाले पक्का मानिहाल्छ। बिहा भएपछि पापा र छाउरा एकैचोटि जन्माइन्छ। नेक्स्ट है त सुत्ने बेलामा एकदमै कम्फर्टेबल लाग्ने पहिरन के हो दुर्गेशलाई? के लाएर सुत्छौ? नाङ्गे सुत्छ भन्दा नि मिल्छ। खत्तम, बाय बाय, टाटा, गुड बाय। थाहा छ बाजे मलाई तपाईँको टुप्पी कस्तो मनपर्छ नि। त्यसो भए त मेरो भन्दा राम्रो टुपी मेरो बाकै छ। यो बाजेको त छैन कि क्या हो? समझ रहे हो? मन भन्या रेखालाई जहिले पनि जे पनि छोटो छोटो मनपर्छ भन्छ नि हो? मनपर्छ जे पनि होइन। मेरो बुढी एकदमै राम्रो, सबैलाई आफ्नो बुढी राम्रो लाग्छ नि त होइन? अनि एउटा पोइन्टसम्म लाग्छ होला क्या, अनि त्यसपछि अर्काको बुढी राम्रो लाग्न थाल्छ होला। दुई पैसा बुद्धि नभएका केटीहरू के गरेर खान्छन् कुन्नी? छोरी बन्न पनि लाजै मर्दो। यी दुईटा खुट्टा पसार्छु, हातले डम डम मुसेर खान्छु। जतिखेर मलाई त्यतिखेर आउँछु। तपाईँको चोइस अमेरिका कि नेपाल? मेरो चोइस त नेपाल हो जहिले पनि। अनि किन अमेरिकामा बसिरहेको? मेरो इच्छा। सिजन 1 र सिजन 2 मा चाहिँ हजुरले के डिफरेन्स पाउनुभयो? अलिकति डिफ्रेन्स भनेको चाहिँ भाइको अहिले लामो भएछ कि समझ रहे हो? कपाल। बिहान दिनको आहार मलाई भन्नुहोस् त। म बिहान 4:30 बजे उठ्छु। उठिसकेपछि म 3 गिलास मनतातो पानी पिउँछु। पानी नै हो त यो सबै एनर्जी पानीबाट हो। एकदम पानी। कागो पानी मान्छे, कागो पानी मान्छे। 50,000 देखि 1 लाखसम्म दिएको मैले। तपाईँलाई कति पैसा दिनुभयो जेन्जीहरूलाई अथवा घाइतेहरूलाई ठ्याक्कै भन्दा? अब त्यो त अब ठ्याक्कै यति चाहिँ नभनौँ। अब जो सबैलाई पुग्ने यो उपत्यका भरि त सबैलाई पुग्नेलाई सबैलाई पैसा दिनुभयो? सबैलाई। त्यो पैसा कहाँबाट आयो आसी? अब त्यो पैसा चाहिँ ब्याङ्कबाट आयो। तपाईँको यो अमेरिका कति हो पचाएको? अमेरिका चाहिँ मेरो फर्स्ट टाइम हो। म यहीँ बसेर 6 इयर्स यहाँ बसेर फर्किसकेपछि चाहिँ युके युएस यताउति धेरै गयो, तर अमेरिका चाहिँ आउने जुरेकै थिएन कि। तपाईलाई जे कुरा सोधिन्छ त्यसको सही जवाब दिनुस्। हुन्छ बाजे हुन्छ। उहाँलाई श्रीमान भन्नुहोस्, बाजे होइन। लोग्ने बितेको 25 वर्ष भयो। मैले उमेर त कसैलाई श्रीमान भनेको छैन। अब यो को मान्छेलाई म श्रीमान भन्छु?